Hey everyone, namaste, sewa, welcome back to my new video. अनि हजुर कस्तो हुनुहुन्छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ थाहा छँदैछ हजुरहरूलाई मलाई रुगा लागिरहेको छ अनि कम हुनेको नामै लिइरहेको छैन क्या तर मलाई यो टाइममा जहिले पनि रुगा लाग्छ अनि 1 महिना जति चाहिँ रुगा लाग्ने नै हो त्यही भएर मैले चाहिँ के भने छैन क्या अनि त्यसपछि आज चाहिँ म कहाँ छु भनेर आज चाहिँ म मिलनचोकको रुममा छु अनि सो त्यो साथीहरु न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ लेट्स सी आज दिनभरि के कसो गर्छौ कहाँ जान्छौ भन्ने कुरा अनि आज चाहिँ म एकदमै एक्साइटेड छु कि अनि आज चाहिँ म मेरो प्यारो मान्छेलाई भेट्न जाँदैछु त्यही भएर चाहिँ एक्साइटेड छु अनि मेरो प्यारो मान्छे चाहिँ को भने त्यो हजुरहरूले मेरो ब्लग हेर्दै जानु त्यो थाहा पाइहाल्नुहुन्छ अनि लगभग भन्दा नि अस्ति भर्खरै 1 महिना चाहिँ भयो कि हामी भेटेको अनि ऊ चाहिँ काठमाडौँ गएको थियो अनि आज चाहिँ ऊ फर्किँदैछ तर आई हेभ नो आइडिया त्यो काठमाडौँबाट आउने त्यो रोसी खोलामा बाढीहरू आइरहेको छ अनि के कस्तो छ त्यसको कन्डिसन केही थाहा छैन मलाई बिहानी मलाई कल गरेको थियो म हिँडेँ ल अब चाहिँ भनेर कल गरेको थियो अब हेरौँ कहाँ आइपुग्यो कल पनि गर्दै गर्नुपर्छ अनि आज चाहिँ म फर्स्ट अफ अल चाहिँ क्लास जानेवालामा छु अनि क्लासबाट निस्के पछाडि चाहिँ म मेरो स्पेसल मान्छेलाई भेट्न जाँदैवालामा छु अनि त्यो मेरो स्पेसल मान्छे चाहिँ को हो भन्ने कुरा हजुरहरूले गेस गर्नु होला है त अनि मैले भनेको थिएँ नि त मेरो स्पेसल पर्सन अनि मलाई चाहिँ डर थियो त्यो रोसी खोलामा के हुन्छ हो भन्ने कुरा तर अहिले चाहिँ छैन किनभने कटिसक्यो रे मैले भर्खर कल गरेको थिएँ अनि रोसी खोला कट्यो भनेको रोसी खोला त अघि नै कट्यो भन्ने थियो अनि रोसी खोला कटिसके पछाडि त मलाई ढुकै छ केही छैन अनि अब आइपुग्छ होला त्यही 1-2 बजेतिर आइपुग्छ होला सो लेट्स गो साथीहरू मेरो पनि मस्तले चाहिँ त्यो क्लास चाहिँ 1 बजेसम्म गर्छु अनि त्यस पछाडि चाहिँ मजाले क्लास चाहिँ मेरो 1-1:30 बजेसम्म हुन्छ अनि त्यस पछाडि पनि बस्न मन लाग्यो भने टाइपिङ गर्दै बसेको हुन्छ नभए अब अरूले डिजाइन गरे पनि हुन्छ नभए पनि अब धेरै एउटै कुरा धेरै गर्दाखेरि अलि दिमागमा नि घुस्दैन नि त त्यही भएर चाहिँ 1-2 बजेसम्म चाहिँ डिजाइन गर्ने त्यस पछाडि चाहिँ टाइपिङ गर्दा हुन्छ अनि आज सायद 1 बजीदेखि 1:30 भित्र क्लासबाट निस्किनेवालामा छु अनि आज चाहिँ त्यतातिर सजामा हिजोबाट प्रोग्राम सुरु भएको छ क्या फुटबलको रहेछ अनि त्यहाँ पनि जानुपर्छ भन्दा नि अब गाडी गाउँको गाडी कतिखेर जान्छ अब मैले चाहिँ फेरि गाउँको गाडी अब ऊ भ्यायो भने जानुपर्छ नभए चाहिँ अब गाउँको गाडी हो जतिखेर पनि पाइँदैन नि त त्यही 1-2 हुन्छ त्यो पनि कन्ट्याक्ट गर्नुपर्छ अनि गाउँको गाडीलाई अब म चाहिँ कन्ट्याक्ट गर्नेवालामा छु अनि ऊ चाहिँ आएर गाउँ जान्छ अनि मलाई चाहिँ के सामानहरू ल्याइदिएको छ अरे मेरो दिदीले पठाइदिनु भएको छ अरे अनि म चाहिँ त्यो सामान लिएर झर्नेवालामा छु लेट्स सी साथीहरू अनि आज चाहिँ म रमाइलो डाँडा पनि जानेवालामा छु है किनभने रमाइलो डाँडा पनि मेरो काम छ अनि अझै रमाइलो डाँडा पनि जानेवालामा छु लेट्स सी साथीहरू के कसो हुन्छ हेर्दै जाउँ अनि अब चाहिँ एकैचोटि सायद क्लास पुग्ने बेला गर्छु अनि क्लासभित्रको आज गर्दिनँ आज त सरले आइसक्नुभयो होला लेट्स सी साथीहरू म चाहिँ याम्पिङमा पसेको थिएँ कि अलिकति काम थियो अनि पसेको चाहिँ देखाएन अनि यतिखेर चाहिँ म निस्केर पनि हिँडिसक्यो अलमोस्ट कति बजिसक्यो भनेपछि 10:43 भइसक्यो अब चाहिँ छिटो फटाफट जानुपर्ने हुन्छ यताउति नर्मली फेरि 2 दिन भयो क्या म ढिलो पुगेको अनि सधैँ त 15 मिनट अगाडि पुग्थेँ हिजोदेखि अस्तिको दिनदेखि चाहिँ ठ्याक्कै 11 बजे पुगिरहेको छु त्यही भएर चाहिँ अलिकति छिटो पुग्नुपर्ने हुन्छ आज चाहिँ नभए फेरि खेदाउँछन् सो त्यही हो साथीहरू म क्लास पुगेको चाहिँ देखाउँछु देखाउँदैन हेभ नो आइडिया सो लेट्स सी साथीहरू मैले चाहिँ बनाएको चाहिँ यो मात्रै यसलाई चाहिँ मैले यहाँ बनाएको साथीहरू म चाहिँ हिँडेँ 1:30 भयो 1:30 भयो अनि यहाँबाट चाहिँ अब म रमाइलो डाँडा जान्छु किन रमाइलो डाँडा झार्ने विचार गरेको छु क्या अनि यतै बसौँ ल भनेको म उता घर नगएको नि त 1 महिना भइसक्यो नि त अनि
ठिकै छ साथीहरु म चाहिँ अब घर हिँड्ने हुने अब यहाँबाट चाहिँ म रमाइलो डाँडा जान्छु किनभने अब मैले भनेको मान्छे चाहिँ रमाइलो डाँडै झार्ने विचार गरेको मैले गोलगुमा खाना खाँदैछु भनेछ अनि म चाहिँ रमाइलो डाँडा झर्ला भनेको छु अनि हुन्छ भनेछ नि आज चाहिँ हामी त्यही सँगै बस्ने कुरा गरेको अनि अब नगएको नभेटेको नि त धेरै भयो नि त अनि आज चाहिँ बसौँ अनि भोलि जाला भनेको अनि मैले गाडी भनिदिएको पनि गाडी क्यान्सल गरेको क्या मैले अनि त्यही साथीहरु अब एकछिनमा भेट्छु अनि हजुरलाई देखाउँछु को भन्ने कुरा ल साथीहरु म चाहिँ रुममा आएर बसिरहेको छु हेरौँ अब कतिखेर आइपुग्छ अलराइट साथीहरु फाइनली आइसकेको छ त्यो मान्छे चाहिँ आइसक्यो मिलनचोक चाहिँ आइसक्यो मलाई कल गरेको थियो अनि मिलनचोक आइसकेँ चोकमा निस्कि ल म चाहिँ जाँदैछु लेट्स गो चाहिँ यहाँ चोकमा आएर बसिरहेको छु कि मैले चस्मा नै लाउन बिर्सेछु क्या मारो हरेका साथीहरु भाइ चाहिँ आइसकेको छ स्पेसल पर्सन भनेको चाहिँ हो क्या साथीहरु भाइ चाहिँ आइसकेको छ अनि मैले चाहिँ भनेको थिएँ नि त अनि आएपछि मात्रै भन्छु भनेको चाहिँ यही हो क्या आज काठमाडौँबाट आएको छ अनि अब गएर चाहिँ यो सक्छ भने आएको छैन भने म्याच हेर्न जाऊँ भन्ने कुरा हो हाम्रो चाहिँ हेरौँ के कसो हुन्छ हेर्दै जानुपर्छ कस्तो लागिरहेको यो चाहिँ गाडीमा मैले नदेखेको क्या पहिलादेखि हेर्दै चाहिँ राखेको थिएँ देख्दैन कहिले यसमा आएको रहेनछ अर्कोमा होला भनेर हेरेको थिएँ त्यसैमा निस्किन्छ हौ बच्चा सो साथीहरु हामी चाहिँ रुम आएर पनि बसिरहेको छौँ अनि रुम पनि आइसक्यो अब हेरौँ के हुन्छ सो अलराइट साथीहरु म चाहिँ मजा म अब आना गइला आयो बजार बेथा ल साथीहरु हामी चाहिँ हिँड्यौँ म्याच हेर्नलाई लेट्स गो Ingat aja bohong gimana bohong tanah pengalah. Bukan marah aja. ल साथीहरु हामी चाहिँ फर्केर पनि टेलिकम आइसक्यो भाइले के भन्छ हात मात्रै उडाइरहेछ यहाँ सो साथीहरु मस्त बसिरहेको छु है यसले भाइको चाहिँ अनुहार त्यो पर्तिरबाट टल्केर के नदेखिँदो रहेछ अनि यहाँमा अनि दुई तारा पल्लोपट्टि पढिरहेको छ सो त्यो साथीहरु यो चाहिँ प्लिज नोटिस नगर्दिनु यो चाहिँ अहिले के अरे ख्यालमा लगाएको यो युस्नीको त्यो साथीहरु आजको लागि चाहिँ यति नै भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको लागि चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ अनि मेरो स्पेशल पर्सन भनेको चाहिँ हजुरहरूलाई थाहा भइसक्यो होला यही हो मेरो स्पेशल पर्सन योसँग चाहिँ मेरो 1 महिनासम्म भेट भएको थिएन सो आज बल्ल भेट भयो अब भेट्नुपर्छ भोलिको नयाँ भिडियोमा भोलि पनि यो मेरो भिडियोमा चाहिँ रहने नै छ हेर्दै गर्नु होला भोलिको मेरो भिडियो पनि हेर्नु होला अवश्य पनि भन्दै आजको लागि चाहिँ छुट्टी छु बाइ बाइ साथीहरु